इंग्लिशको स्पेसिफिकेसन गरी हेऱ्यौँ भने यो हामीसँग 4 वटा प्यासेज हुन्छ। रिडिङ सेक्सनमा 25 मार्क्स, रिडिङ सेक्सनमा 25 मार्क्स हुन्छ। यो क्वेसन नम्बर 1 मा 5 मार्क्स को हामीले पोएम दिन सक्छौं। स्पेशली बुकमा दिएको पोएमहरु 5 वटा क्वेसन आन्सर ट्रू फल्स फिल इन द ब्ल्याङ्क्स को क्वेसन आन्सर दिन सकिन्छ ए बी सी डी ई। यसको टाइम 5 मिनेट को भयो भने हाम्रो स्टुडेन्टलाई 12 मिनेट टाइम हुन्छ। अब रिडिङ सेक्सन सेकेन्डमा यो पनि टेक्स्ट बुकबाट हो। यो रिडिङ सेक्सन 1 र रिडिङ सेक्सन 2 टेक्स्ट बुकबाट हुन्छ। सीन प्यासेज यो बुकमै भएको प्यासेजलाई क्वेसन नम्बर 1 मा र 2 मा दिन सक्छौं। यो 5 मार्क्स को हुन्छ। त्यसपछि 3 रिडिङ सेक्सन 3 र रिडिङ सेक्सन 4 मा यो अनसिन टेक्स्ट हुन्छ। अनसिन टेक्स्ट भनेको बुक भन्दा बाहिरको, अब यो बुकमा नभएको टेक्स्ट दिने हो। यसमा पनि 5 मार्क्स को 5 वटा रिडिङ टेक्स्ट मध्ये क्वेसन आन्सर ट्रू फल्स फिल इन द ब्ल्याङ्क्स जुनसुकै एउटा दिन सक्यो। तर यो सेम हुनु हुँदैन। जस्तै क्वेसन नम्बर यो रिडिङ सेक्सन 1 मा अथवा क्वेसन नम्बर 1 मा ट्रू फल्स दिनुभयो भने यसमा ट्रू फल्स दिन पाइएन। यसमा ट्रू फल्स दिनुभयो भने यसमा फिल द ब्ल्याङ्क्स अथवा क्वेसन आन्सर दिन सकिन्छ। चुज द करेक्ट अप्सन दिन पाइन्छ। चुज द करेक्ट अप्सन दिन चाहिँ पाइन्छ। अब सेम क्वेसन आन्सर हुनु भएन, सेम प्याटर्नको क्वेसन आन्सर हुनु भएन, फरक किसिमको क्वेसन आन्सर दिन सकिन्छ। यो क्वेसन नम्बर 5 स्पेशली 1 सर्ट रिडिङ टेक्स्ट, एउटा सर्ट रिडिङ टेक्स्ट हुन्छ नट गिभन इन द टेक्स्ट बुकमा नदिएको। यसमा हामी 2 टाइपको क्वेसन आन्सर दिन सक्छौं। यो 10 मार्क्स को हुन्छ। अब अनसिन टेक्स्ट कहाँबाट हुने भयो? यो सर्ट स्टोरीबाट हुन सक्छ, एसेबाट। त्यसपछि टाइम टेबल दिएर हामीले त्यहाँबाट सोध्न सक्छौं। शेड्युलहरु दिएर क्वेसन आन्सर सोध्न सक्छौं। मेनु यो क्राइटेरिया हो, यहाँबाट क्वेसन आन्सर दिन सकियो। त्यसपछि क्वेसन टाइप कस्तो सोध्न सकिन्छ यहाँ छ। ट्रू फल्स दिन सक्छौं यसमा रिडिङ सेक्सनमा। फिल द ग्याप दिन सक्छौं, मल्टिपल चोइस आइटम दिन सक्छौं र म्याचिङ अदरिङ दिन सक्छौं। यिनीहरु भनेको क्वेसन टाइपहरु। जस्तै तपाईले यसमा ट्रू फल्स दिन पनि पाउनुभयो, फिल द ग्याप दिन पाउनुभयो, मल्टिपल चोइस म्याचिङ अदरिङ दिन पाउनुहुन्छ। तर यसमा ट्रू फल्स दिनुभयो भने यसमा पनि ट्रू फल्स दिन पाइएन। यो दिनुहुन्छ मल्टिपल चोइस अथवा म्याचिङ अदरिङ क्वेसन। यो अकॉर्डिङ टु द स्टोरी अनुसार व्हाट ह्यापन इन द स्टोरी भन्ने हुन्छ। स्टोरी अनुसार पहिला के भएको छ त्यसपछि के भयो, व्हाट ह्यापन फर्स्ट देन लेटर भन्छौं। स्टोरीको इभेन्ट अनुसार अथवा कुनै एसे डिस्क्रिप्सन छ भने त्यो डिस्क्रिप्सन अनुसार फर्स्टमा के भएको छ, सेकेन्डमा, फोर्थ और फिफ्थमा हुन्छ। 5 वटा क्वेसन हुन्छन्, त्यो दिन्छौं। अब राइटिङ सेक्सनमा राइटिङ सेक्सन यो क्वेसन नम्बर 5 मा हुन्छ प्राय जसो पंक्चुएसन मार्क। पंक्चुएसन मार्क यसमा कुनै प्याराग्राफ दिन्छौं हामी। प्याराग्राफमा 10 वटा एरर भएको दिनुपर्छ, मिस्टेक। अब त्यसमा फाइन्ड आउट गर्छन् स्टुडेन्टले। एउटा मिस्टेकको 0.5 मार्क्स हुन्छ। कम्तीमा 10 वटा मिस्टेक दिन पर्यो। त्यसमा 0.5 गराएर 0.5 मल्टिप्लाई 10 गर्यो भने 5 मार्क्स को यो हुन्छ। त्यसपछि यो भनेको क्वेसन नम्बर 6, यो क्वेसन नम्बर 7 मा हुन्छ। स्पेशली यिनी भनेको फ्री राइटिङ। अब फ्री राइटिङमा क्वेसन नम्बर यो 5 भयो, यो 6 मा हामीले कुनै एउटा सर्ट अथवा सिम्पल प्याराग्राफ लेख्न दिन सक्छौं। त्यसपछि यसमा लगभग वर्ड कन्टेनिङ देन 75 भन्दा कम नहुने गरी माथिको वर्ड दिन सकिन्छ। 75 भन्दा माथिको वर्ड प्याराग्राफ राइटिङ अथवा इन्स्ट्रक्सन राइटिङ पनि दिन सकियो क्वेसन नम्बर 7 मा। यो गाइडेड राइटिङमा राइटिङ सर्ट प्याराग्राफ अथवा एसेहरु